बुद्ध वचन तथा अनुदित बुद्ध वचन। बुद्ध वचन, जसलाई बोट भाषामा काङ्ग्युर भनिन्छ, काग्युर बुद्ध वचनको उत्पत्ति क्रम, देश, काल, परिस्थिति र विभिन्न प्रविधिमध्ये एक आश्चर्यजनक कहानी रहेको छ। तलको तस्बिर रहित भिडियोमा हाम्रो शास्ता बुद्ध शाक्यमुनिको समयदेखि लिएर वर्तमान हाम्रा आदर्श नामक संस्थाले उठाएको प्राविधिक परियोजनासम्मको इतिहास यहाँ चित्रण तथा रूपरेखा प्रस्तुत गरिएको छ। अपूर्व अतुलनीय शाक्यमुनि बुद्धको लीला, बुद्ध हुनुभएको लीला। ख्रिस्टपूर्व 6औं शताब्दीदेखि 4 शताब्दीसम्मको यहाँ रूपरेखा। हाम्रा शास्ता बुद्ध शाक्यमुनिले आफ्नो जीवनको 45 वर्षको लामो समयावधिसम्म भारतका राजा मन्त्रीदेखि लिएर परिषद, परिवार लगायत असङ्ख्य विभिन्न प्रकारका मानिसहरूलाई अनोत्तर सद्धर्म अमृत देशना गर्नुभयो। भए तापनि तत्कालीन बुद्धको समयको प्रवचन अक्षर रूपमा प्रतिष्ठापित गरिएको वर्तमानसम्म हात लागेको छैन। र पहिलो सङ्गयान अथवा सङ्गीति 5औं वा 6औं ख्रिस्टपूर्व शताब्दीमा र 404 ख्रिस्ट पश्चात ख्रिस्ट शताब्दीसम्मको यहाँ वृत्तान्त लेखिएको छ। पहिलो धर्म सङ्गयान। हाम्रा शास्ता बुद्ध शाक्यमुनिको परिनिर्वाणपछि भारतको बिहार राज्य अन्तर्गत राजगिरीमा अजातशत्रु राजाको दानपतित्व तथा धर्म आयोजनामा प्रमुख गरी बुद्धको अनुयायीहरूले पहिलो सङ्गयान वा सङ्गीति गरेका थिए। त्यस समयमा बुद्ध वचनहरूलाई आनन्दले सूत्रपिटक, उपालीले विनय पिटक र महाकाश्यपले अभिधर्म पिटकसहित त्रिपिटकको रूपमा सुविभाजित गरेका थिए। श्रावकहरू परस्पर मन मिलेको थियो। आफ्नो बुद्धबाट जुन श्रवण गरेका थिए ती धर्महरू अविस्मरणीय अथवा असम्प्रमोष धारणीद्वारा धारण, पालन तथा प्रचारण गर्दै आएका थिए। र दोस्रो सङ्गयान अथवा सङ्गीति 383 देखि 330 BCE अर्थात् ख्रिस्टपूर्व अघि नै। हाम्रा शास्ता बुद्ध शाक्यमुनिको परिनिर्वाणपछि करिब 110 वर्ष बित्दा वैशालीमा अष्टविमुक्षयुक्त 700 अर्हतहरू कुस्मपुरी नामक महाविहारमा भेला भएका थिए। राम नामक लिच्छवी राजाको दानपतित्व र धर्म आयोजनामा 10 वस्तु विषयमा परिकीर्तन भएको थियो। यो न त सूत्रमा अनुकरण गर्दछ र न त विनयमा नै प्रतिभाषित हुन्छ। धर्मता विरोधी विपरीत हुने भएकाले यो त्याज्य छ भनी केही विषमचारीहरूले नाश वा वर्जित गर्न लागेका थिए। त्यसमा 700 जना अर्हतहरूले सङ्गीति अथवा सम्यक बानी हो भनी प्रख्याति
गरी त्यसलाई बुद्धको आंशिक वचन हो भनी आंशिक रूपमा सङ्गीति अथवा सङ्ग्रह गरे। धर्मराज अशोक 269 देखि 231 ख्रिस्टपूर्व अघि धर्मको महादानपति धर्मराज अशोकको समयावधि रहेको छ। तेस्रो सङ्गयान वा सङ्गीति ख्रिस्टपूर्व 250 मा तेस्रो सङ्गीति पाटलिपुत्र नामक स्थानमा राजा कनिष्कको दानपतित्व र धर्म आयोजनामा 500 जना अर्हतहरू, 400 जना भदन्तहरू र 500 जना बोधिसत्वहरूले त्यसबेला सम्पूर्ण रूपमा विनय अक्षरको रूपमा प्रतिष्ठापित गरेका थिए। पहिलेका सङ्गीतिहरूमा प्रतिष्ठापित नगरिएका सूत्र र अभिधर्महरू पनि अक्षरको रूपमा प्रतिष्ठापित गरियो। प्रतिष्ठापित गरिएकालाई संशोधन तथा सम्पादन गरियो। त्यसबेला काश्मीरीहरूले यस प्रकार भन्दछन् कि मध्य देशको विद्वानहरूले जालन्धरको कुषाण नामक महाविहारमा यसरी तेस्रो सङ्गीति गरेका थिए भन्ने मत राख्दछन्। धर्मराज कनिष्क 200 ख्रिस्टपूर्व अघि कनिष्क राजाको राजत्वकालमा महायान बौद्ध धर्म मध्य एसियाका देशहरूमा व्यापक रूपमा प्रचार प्रसार भएको थियो। त्यसबेला बौद्ध धर्मीय ग्रन्थहरू संस्कृत भाषामा लेखिएको थियो। बौद्ध स्थविरवाद प्रवर्धनको समय 200 ख्रिस्टपूर्व 200 अघिदेखि ख्रिस्ट शताब्दी 200 सम्म यो कालमा स्थविरवादको विस्तार भएको थियो। र त्यसै गरी महायान बौद्ध धर्मको सुरुवात प्रारम्भिक काल ख्रिस्टपूर्व 100 देखि लिएर ख्रिस्ट शताब्दी 100 सम्म ख्रिस्ट सन् 100 सम्ममा आफ्टर डेट अथवा क्रिस्चियन जुन चाहिँ अहिले हामीले जुन चाहिँ पात्र अथवा क्यालेन्डर युज गर्छौँ त्यसको 100 वर्ष पश्चातसम्मको यो रूपरेखा थियो। सद्धर्म प्रवचनहरू ताडपत्रमा लेखिएको पहिलो शताब्दी श्रीलङ्का माटलीको समीपमा रहेको आलोक गुफामा स्थविरवादका सम्पूर्ण प्रवचन ग्रन्थ ताडपत्रमा लेखिएको छ। चीनमा बौद्ध धर्मको प्रचार प्रसार अथवा विस्तार 148 CE क्राइस्ट इरा भारतका उपाध्याय धर्मरत्न र कसपमतङ्ग सेतो घोडामा शास्त्र बोकाएर चीन पुगेका थिए। महायान सूत्रको रचना अथवा शास्त्रहरू पहिलो शताब्दी पद्मसूत्र सहित धेरै महायान सूत्र रचना भएको थियो। भारतमा पहिलो पटक
महायान धर्मको प्रचार प्रसार। दोस्रो शताब्दीमा भारतमा गुह्य मन्त्र वज्रयानको प्रचार प्रसार भएको देख्न पाइन्छ। श्रीनाथ नागार्जुन दोस्रो शताब्दी माध्यमिक दर्शन वा गम्भीर दर्शन तन्त्रको महारथी नागार्जुनको समयकाल दोस्रो शताब्दीमा रहेको छ। सबैभन्दा पुरानो बौद्ध पुस्तक 296 CE क्राइस्ट इरा। सन् 2005 मा चीनको तालिनमा रहेको लुसुन सङ्ग्रहालयमा सबैभन्दा पुरानो बौद्ध पुस्तक बुद्धको सञ्चय गाथा नामक सूत्र प्राप्त भएको थियो। यो सूत्र सिनज्याङको माटोमुनिबाट फेला परेको थियो। यो प्रसिद्ध लोचावा धर्मरक्षाले अनुदित गरिएको पुरानो पुस्तक हो। आर्य असङ्ग र वसुबन्धु चौथो शताब्दी चित्तमात्री वा वैपुल्य तन्त्रका महारथी आर्य असङ्गको समयकाल रहेको छ। चौथो शताब्दी चित्तमात्री वा वैपुल्य तन्त्र सिद्धान्त। चित्तमात्रीले चौथो शताब्दी चित्तमात्रीले प्रमुख पञ्चम मैत्रीय शास्त्र सिद्धान्त रचना गरेका थिए। चौथो शताब्दीमा चीनी भाषामा बौद्ध धर्मको अनुवाद। चौथो शताब्दी कुशीमा जन्मेका महान लोचावा कुमारजीव 344 देखि 413 सम्म क्राइस्ट इरा अथवा ख्रीष्ट शताब्दी र लोचावा वाहुयुन 340 देखि 416। यिनीहरू दुईजनाले बौद्ध धर्मका ग्रन्थहरूलाई चीनी भाषामा अनुवाद गरेका थिए। ती पुस्तकहरू ग्रन्थहरू वज्रछेदिका, माध्यमिक मूल प्रज्ञा पारमिताको महान शास्त्रहरू थिए। भारतमा श्री नालन्दा विश्वविद्यालयको स्थापना। पाँचौं शताब्दी पाँचौं शताब्दीमा गुप्त राजवंशका राजा शक्रादित्यले राजगिरको उत्तर दिशामा नालन्दा महाविहार स्थापना गरेका थिए। त्यसपछि भिक्षु राजावासालाई प्रदान गरे। पछि यो बौद्ध धर्मीय अनुष्ठानको केन्द्रमा परिणत भयो। पाँचौं शताब्दी भोट राजा लाथो थोरी भोट राजवंशका 28औं राजा थिए। उनको राजत्वकालमा राजदरबारको माथिल्लो तल्लोको कौशीमा कारण्डव्यूह सूत्र र पाङकोङ छाग्यापा साक्षी पूर्णम शूद्रक यी दुई ग्रन्थ आकाशबाट अवतरण भएको हो भनी प्रसिद्ध छ। राजाले त्यसको अर्थ नबुझे तापनि आश्चर्य मानेर सेवा सत्कार तथा पूजनीय स्थानमा राखेर पूजा गर्दथे। पाँचौं शताब्दीमा पाँचौं शताब्दी 520 क्राइस्ट इरा चीनमा बौद्ध धर्मको विस्तार भएको थियो।
कोरियाबाट जापानमा पहिलो पटक बौद्ध धर्मको विस्तार 538 क्राइस्ट इरा। सन् 552 कोरियाका राजा सेनमिङ वाङजुले बुद्धको प्रतिमा र आश्रयसहित पठाएर जापानमा पहिलो पटक बौद्ध धर्म प्रचार प्रसार गरेका थिए। थाङ राजतन्त्रको बेला चीनमा सबैभन्दा व्यापक रूपमा बौद्ध धर्मको विस्तार भएको थियो। 589 to 845 AD। थाङ राजतन्त्रको बेला चीनमा सबैभन्दा व्यापक रूपमा बौद्ध धर्मको विस्तार भएको थियो। सन् 664 मा वेनसाङ नामक गुरु भारतमा पर्यटन गर्दै शिलभद्र लगायतका गुरुहरूबाट नालन्दामा बौद्ध धर्ममा शिक्षित भएर बौद्ध धर्मलाई चिनी भाषामा अनुवाद गरेका थिए। भोट राजा सोङचेन गाम्बो 7औं शताब्दी। सोङचेन गाम्बो भोटका 33औं राजा हुन्। उहाँको समयमा भोटमा बौद्ध धर्मको प्रचार प्रसार विस्तार भएको थियो। भोट भाषासँग अनुकूल हुने लिपिको आविष्कार पनि उनैको समयमा गराएका थिए। महापण्डित थोन्मी सम्बोटा 7औं शताब्दी। थोन्मी सम्बोटले राजा सोङचेन गाम्पोको आज्ञा अनुसार 15 वर्षको उमेरमा अर्थात् जल सर्प वर्ष सन् 633 मा भारत यात्रा गरेका थिए। 7 वर्षको लामो समयावधिसम्म ब्राह्मण लिपिकार र पण्डित ला रिक्पे सेङ्गे विद्यासिंहदेव लगायत गुरुहरूबाट साधारण तथा असाधारण विद्यामा पारङ्गत हुने गरी शिक्षित भए। पछि भोट फर्केर भारतको 50 स्वर तथा व्यञ्जन वर्णमालालाई भोटमा 30 वर्णमालाको रूपमा निश्चित गरी नयाँ भोट लिपिको आविष्कार गरे। सुम्चुपा र ताक्जुक अर्थात् त्रिमसती र लिङ्गावतार थोन्मीका दोजी ढा लगायत शब्दकोश तथा व्याकरणहरू 8 प्रकारका ग्रन्थहरू रचना गरेका थिए भनी प्रसिद्ध छ। भए तापनि वर्तमान सुम्चुपा र ताक्जुक यी दुई मात्र जीवन्त रहेको छ। धर्मराज त्रिसौँ देवचेन 755 देखि 797 755 to 797 अथवा 804 7 देखि 8औं शताब्दीका धर्मराज हुन्। धर्मराज त्रिसौँ देवचेन भोट राजवंशीयका 37औं संख्यक राजा हुन्। पिता राजा ठिदे चुक्देन तथा माता नाम्सा माङमोजेका पुत्रको रूपमा जल तुरङ्ग वर्ष सन् 742 मा जन्मेका थिए। 14 वर्षको उमेरमा राजपाटको पदभार लिएका थिए। पाल्गी चुगलाखाङ निर्माण गरी महोपाध्याय शान्तरक्षित र महाचार्य पद्मसम्भव लगायत धेरै भारतीय पण्डितहरूलाई भोटमा निमन्त्रणा गरेका थिए। लोछेन बेरोचना र काचोक्स्याङ लगायत धेरै विशिष्ट लोचावाहरूलाई हुर्क्याएर जिन बुद्धका वचन तथा शास्त्र दुईलाई प्रमुख गरी धेरै प्रवचनहरू भोट भाषामा अनुवाद गरेका थिए। त्यसै गरी धेरै युक्ति तर्क तथा विद्याका ग्रन्थहरूका मत टीका व्याख्याहरू रचना गरेर बुद्ध शासनमा
महान कार्य गरे। महोपाध्यायबाट पहिलो पटक सेमी मिथुन अर्थात् 7 जना पहिलो पटक प्रवर्जित भए। अन्तमा अग्निवृष वर्ष सन् 797 मा निधन भए। भोटमा गुह्य मन्त्र वज्रयानको प्रचार 7 देखि 8औं शताब्दी। भोटमा गुह्य मन्त्र वज्रयानको प्रचार प्रसार तथा साम्य महाविहारको स्थापना भएको थियो। ङाजुर ङिङमा सिद्धान्त 8औं शताब्दी। राजा ठिसौँ देउचेनले भारत उद्यानका महोचार्य पद्मसम्भव तथा महोपाध्याय बोधिसत्वलाई भोटमा निमन्त्रण गरी साम्य प्रतिष्ठापन गरेर भारतीय भाषाबाट भोट भाषामा बौद्ध धर्म अनुदित गरी हिमवत खण्डमा ङाजुर ङिङमा सिद्धान्त पहिलो पटक स्थापना गरे। लोछेन बेरोचाना 8औं देखि 9औं शताब्दीसम्म। पहिलो पटक 7 भिक्षु मध्ये बनेका मध्ये एक हुन्। ङाजुर ङिङमा सिद्धान्तका प्रसिद्ध व्यक्ति पनि थिए। राजा ठिसौँ देउचेनको आज्ञाअनुसार आर्यदेश भारतका धेरै पण्डितहरूको शरण परेर शिक्षा ग्रहण गरे। पछि भोट फर्केर असङ्ख्य जिन वचनहरूलाई अनुवाद गरे। उहाँ चीन, खोतन, नेपाल, स्याङ्सुङ लगायत धेरै देशहरूमा भ्रमण गरी व्यापक रूपमा अनुवाद कार्यको पालना गरे। भोट देशमा महासन्धि धर्मको सौभाग्य पनि पहिलो पटक प्रवेश गराउने महान 3 आचार्यहरूमध्ये एक महान व्यक्ति लोछेन बेरोचाना थिए। मा रिन्छेन 8औं देखि 9औं शताब्दी। मा रिन्छेनज्यू उडियान महोचार्य गुरु पद्मसम्भवका 25 जना प्रसिद्ध राजा तथा प्रजा शिष्य मध्ये एक हुन्। त्यसै गरी महापण्डित विमलमित्रको ज्येष्ठ पुत्र पनि थिए। उहाँ महान लोचावा मात्र नभई महोपाध्यायले पहिलो पटक प्रवर्जित गरेका भिक्षुमध्ये एक भिक्षु पनि हुन्। कावापाल्चेक 8औं देखि 9औं शताब्दी। कावापाल्चेक उडियान महोचार्य गुरु पद्मसम्भवका 25 जना प्रसिद्ध राजा तथा प्रजा शिष्य मध्ये एक हुन्। उहाँ महोचार्यले व्याकरण गरेका अथवा भविष्यवाणी गरेका काचोक स्याङ्सुम भनी प्रसिद्ध एक महान लोचावा पनि थिए। महोपाध्यायले प्रवर्जित गरेका 7 जना भिक्षु मध्ये एक भिक्षु पनि हुन्। नानाम स्याङ हिसिदे 8औं देखि 9औं शताब्दी। नानाम स्याङ हिसिदे उडियान महाचार्य गुरु पद्मसम्भवका 25 जना प्रसिद्ध राजा तथा प्रजा शिष्य मध्ये एक हुन्। उहाँ महाचार्यले भविष्यवाणी गरेका काचोक स्याङ्सुम भनी प्रसिद्ध एक महान लोचावा पनि हुन्। उहाँले 2 प्रकारका पुस्तक 200 भन्दा बढी मात्रामा अनुदित गरेका थिए। धर्मराज ठी राल्पाचेन 9औं शताब्दी। धर्मराज ठी राल्पाचेन उहाँ भोटका 41औं सङ्ख्यक राजा थिए। अग्नि श्वान अथवा कुकुर वर्ष सन् 806 वर्षमा पिता ठिदे सोङचेन तथा माता ढोसा
फ्लाग्याल माङ्मोझे दुईका पुत्रको रूपमा जन्म ग्रहण गरेका थिए। कास्टमेस सन् 815 सनदेखि राजपाटको पदभार ग्रहण गरेका थिए। उहाँले भोट परम्पराका बौद्ध धर्ममा अनुत्तर सेवा सत्कार गर्ने मध्ये एक थिए। उहाँको समयमा चीन, नेपाल, काश्मीर आदि देशदेखि भोटमा सिकर्मी, काठमिस्त्री, विद्वान तथा धेरै अनुवादकहरू निमन्त्रणा गरेका थिए। धर्मराजबाट भारतीय पण्डित तथा भोटका लोचावाहरूलाई त्रिपिटकका व्याख्या त्यसैगरी अशेष रूपमा मन्त्रहरू भोट भाषामा अनुवाद गर्ने मनोबल तथा मार्गदर्शन गरेका थिए। अन्तमा लोहपक्षी सन् 841 सनमा निधन भए। चीनी बुद्ध वचनको मुद्रण तथा प्रकाशन 10औं शताब्दी। सन् 983 मा सिचुआन अथवा सिठोन प्रकाशालयमा पहिलो पटक चीनी बुद्ध वचनको मुद्रण तथा प्रकाशन कार्य भएको थियो। जगन्नाथ काग्यू अथवा ढोगोन काग्यू को सिद्धान्त वचन परम्परा 11औं शताब्दी। महान मार्पा लोचावा छोइकी लोडो 1012 देखि 1097 सम्म ढोगोन काग्यू सिद्धान्तको स्थापना भएको थियो। पाल शाक्य सिद्धान्त श्री शाक्य सिद्धान्त 11औं शताब्दी। ढोग्मी लोचावा शाक्य सोन्नु लङधर्मादेखि गणना गरी 3 पुस्ताका गद्दीधारी ठी टासी चेक्पा पाल्गीले उहाँलाई भारत पठाए। दक्षिण नेपालमा 13 वर्ष बसेर पुनः भोटमा फर्किएर मातृतन्त्र प्रमुख गरी साधन तथा व्याख्यान शासन विस्तार गरे। नवीन गुह्य मन्त्रयान अनुवाद गर्ने एक महान लोचावा हुन्। पहिलो प्रवर अथवा राब्जुङ काष्टमेघ अथवा सिङढुक वर्षमा उनको निधन भएको थियो। दक्षिण पूर्व एसियामा हिनयान सिद्धान्त पुनरुत्थान 11 शताब्दीदेखि 14 शताब्दीसम्मको रूपरेखा। सर्वोच्च श्री नालन्दा विश्वविद्यालयको विनाश 12 शताब्दी। भारतमा सर्वोच्च श्री नालन्दा विश्वविद्यालयको विनाशले जीर्ण बुद्ध शासनको पतन सुरुवात भयो। ढोगोन छोग्याल फाक्पा काग्युर पाण्डुलिपि 13 शताब्दी। भोटपात्र अनुसार 5औं राब्जुङ प्रवर लोह मेष वर्ष सन् 1251 मा जगन्नाथ अथवा ढोगोन छोग्याल फाक्पाका आज्ञाअनुसार श्री शाक्य महाविहारमा सुवर्णलिखित अथवा सुनले लेखिएको 115 ठेलीवाला काग्युर पहिलो पटक लेखियो। त्यसलाई ढोगोन छोग्याल काग्युर भनी प्रसिद्ध भयो। नार्थङ काग्युर तथा तेन्ग्युर पाण्डुलिपि 1312 सन् 1312। सन् 1312 मा चोम्देन रिग्पे राल्डीज्यूले जिन बुद्ध वचनहरू सम्पादन गरी जिन बुद्ध वचन तथा शास्त्रका शासन वर्धनी पुष्प अलङ्कार नामक विषयसूची तथा
काग्युरको विषयसूची निमे होएसेर नामक यी दुई विषयसूचीहरू नार्थाङ गोन्पामा स्थापित गरे। उहाँ नाथको निधन भएपछि उहाँको शिष्यहरू झम्गेक पक्षी तथा उपशिष्य उइपा लोसल झ्याङचुप हिसी आदिले सन् 1315मा जिन वचन शासन 2 का पाण्डुलिपिहरूलाई सम्पादन गरी नार्थाङ गोम्पामा विराजमान गराए। छल्प काग्युर सुवर्ण पाण्डुलिपि 1323 देखि 1348 सन्। छल्पा कुन्गा दोर्जेज्यूले मन्त्रीको पदभार ग्रहण गरेका बेला छल गुङथाङमा कुन्केन बुतोन रिम्पोछेलाई निमन्त्रण गरी नार्थाङ काग्युर लगायतका काग्युरहरूलाई त्यस समयमा झ्याम्गोन ताङ गोन्पामा भोटमा भएका धेरै काग्युरहरूमा अनुसन्धान गरेर करिब 25 वर्ष अनुसन्धान गर्दा 1323 देखि 1348 त्यसको अवधिमा अथक निरन्तर प्रयास गरी सिद्ध पारिएको रूप तथा सुवर्ण मिश्रित रूप अथवा चाँदी तथा सुन मिश्रिएको काग्युर 260 ठेली नै छल्प काग्युर भनी प्रसिद्ध भयो। महान जे चोङखापा 1357 देखि 1419 सन्। रियो गेदेन्पा परम्पराका महारथी सत्शासनको महान प्रभाकार जे चोङखापा हुन्। उहाँको समयावधि युङलो काग्युरको काठमा मुद्रित संस्करण। काठमा मुद्रित युङलो काग्युरको संस्करण 1410 15 शताब्दीतिर तामिङ नामक राजवंशका ज्येष्ठ राजाका माता पिताको निधनपछि स्मृति स्वरूप तथा सुखावती बासको कामना गर्दै कुशल मूलको पूजार्पण तथा अन्य पनि सम्पूर्ण प्राणी जगत दुःखबाट मुक्त भएर अनोत्तर हित सुख प्राप्त होस् भनी आलम्बन गरी त्यसपछि गौमाज्यूले अथवा राजाले जिनोत्तम 5औं कर्मपा तथागतलाई निवेदन चढाए। नाथज्यूले लिङको गोन्पामा नार्थाङ काग्युरको पाण्डुलिपि तथा छल्पा काग्युरको पाण्डुलिपिलाई पूर्वाधार मानी सबैभन्दा पुरानो पाण्डुलिपिलाई प्रामाणिक रूपमा मानेर सम्पूर्ण रूपमा युङलो काग्युरको काठे छापखाना अथवा मुद्रण काष्ठमुद्रण तयार गर्नुभयो। यो काठे छापमा कुल 105 वटा ठेली रहेको छ। झ्याङ वा लिथाङ काग्युरको काठमा मुद्रित संस्करण। काठमा मुद्रित झ्याङ वा लिथाङ काग्युरको संस्करण 1608 ईस्वी सम्वत 1608 मा लिथाङका प्रमुख प्रशासक कर्म मिफाम छेवाङले परम पावन 9 कर्मपा वाङचु दोर्जेको आदेश तथा मार्गदर्शन अनुसार सोही वर्षको तिब्बती चौथो महिनाको 8औं दिनदेखि काग्युर बुद्ध वचनको अनुवादित सङ्ग्रहको काठका ब्लकमा छपाईका लागि नक्कासी गर्ने परियोजना सुरु गरे। त्यस समयमा प्रमुख सम्पादकको रूपमा छैटो स्याम्मार धर्मकी वाङचुक, स्याम्मार ढुक्पा छुकी वाङचुक र 5औं सितु छुकी ग्याल्छेनले यस कार्यको अत्यन्त महत्त्वपूर्ण रूपमा निरीक्षण तथा संरक्षण गर्नुभयो। यो परियोजना 13 वर्षसम्म सञ्चालन भयो र ईस्वी सम्वत 1621 मा सफलतापूर्वक सम्पन्न भयो। झाङ काग्युरमा विषयसूचीसहित जम्मा
209 वटा ग्रन्थ खण्ड ठेलीहरू रहेका छन्। युनानका शासक मिङतिङको आर्थिक सहयोग तथा विशेष संरक्षणमा छैटौँ स्याम्मार छुइकी वाङछुकले यस झ्याङ काजुरको सम्पादन सामग्रीको क्रमबद्ध संयोजन तथा काठका ब्लक तयार गरी मुद्रण गर्ने सम्पूर्ण महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुभयो। यो कार्य छाल्पा काग्युरको मुद्रित संस्करणलाई आधार बनाएर गरिएको थियो। यस कार्यमा 3 वर्ष लाग्यो र इस्वी सम्वत 1623मा सफलतापूर्वक सम्पन्न भयो। यो काग्युर तिब्बतमा काठको ब्लकमा कुदेर मुद्रण गरिएको पहिलो संस्करण थियो। पेचिङ काग्युरको पारमा अथवा काष्ठ मुद्रण। रब्जुङ 60 वर्षीय चक्रको 11औं चक्रको जल सुँगुर वर्ष विक्रम सम्वत सन् 1683मा छिङ राजवंशको दोस्रो सम्राट काङ्सी अर्थात् देवसुखका राजाले काठमा कुदिएको काङ्ग्युर तयार गर्न लगाएका थिए। उक्त संस्करणका लागि युङ्लो संस्करण र वान्ली संस्करण यी दुई काङ्ग्युरलाई आधार बनाइएको थियो। बेइजिङको सुङ्जु मठमा काङ्ग्युरको काठका ब्लकहरू कुदाउने कार्य गराइएको थियो। रब्जुङको फलाम मेघ वर्ष सन् 1700मा यसको कार्य राम्रोसँग सम्पन्न भयो। यस कार्यमा जम्मा 12 वर्ष लागेको थियो। उक्त काङ्ग्युरमा 107 ठेली रहेका छन्। नार्थाङ काग्युरको काठे छाप। सन् 1683मा ग्याल्वा छाङयाङ ग्याछो छैटौँ दलाइ लामाले मध्य तिब्बत क्षेत्रमा पूर्ण काङ्ग्युरको नयाँ संस्करण तयार गर्न आदेश दिनुभयो। करिब 7 वर्षसम्म काम निरन्तर चलाइए पनि त्यो पुरा हुन सकेन र अधुरै रह्यो। त्यसपछि ताक्चे झ्याब्डुङ ह्लागेल राप्तेन दाइछिङ पाथुर सोनाम ग्याल्पो आदि व्यक्तिहरूले पनि यसको काम पुरा गर्ने प्रयास गरे तर अन्ततः पूर्ण हुन सकेन। सन् 1730मा मिवाङ फोला सोनाम तोप्ग्यालले यसको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी लिएर बाँकी कामलाई पुनः अगाडि बढाउनुभयो। त्यसपछि सन् 1731मा यो कार्य सफलतापूर्वक सम्पन्न भयो। काठका ब्लकहरू पेन्चन लौजाङ हिसीलाई अर्पण गरिए र ती पवित्र नार्थाङ स्थित बिहारमा राखिए। त्यसैले यो संस्करण नार्थाङ काग्युरका नामले प्रसिद्ध भयो। यस नार्थाङ काग्युरमा जम्मा 102 ठेली रहेका छन्। यसको काठको मुद्रित प्रति आजकल ल्हासाको पोताला दरबार, धर्मशाला स्थित तिब्बती पुस्तकालय, अमेरिकाको कङ्ग्रेस पुस्तकालय, जापानको राष्ट्रिय पुस्तकालय, बाह्य मङ्गोलिया तथा रुस लगायतका स्थानहरूमा पनि सुरक्षित रहेको पाइन्छ। चोने काग्युरको काठे छाप 1721 ख्रिष्टाब्द। त्यसैगरी पूर्वी तिब्बतको चोने राज्यवंशका 11औं धर्मराज ताम्जोर घोन्बोले रब्जुङको 12औं चक्रको फलाम गोरु वर्ष अर्थात् सन् 1721मा काङ्ग्युर निर्माणको कार्य प्रारम्भ गराउनुभयो। सन् 1731मा यो पूर्ण रूपमा काठका ब्लकमा कुदिने कार्य सम्पन्न भयो र चोने महाविहारमा राखियो। यसैकारण यो संस्करण चोने काङ्ग्युरको नामले प्रसिद्ध भयो। पेचिङ तेन्ग्युर काठे छाप 1724। तिब्बती रब्जुङको 12औं चक्रको उत्तरार्धतिर अर्थात् चिनिया सम्राट युङचङको शासनकालको दोस्रो वर्ष इस्वी सम्वत 1724मा यसको कार्य प्रारम्भ गरिएको थियो। त्यसपछि ह्लास्क्योनको शासनकालको तेस्रो वर्ष इस्वी सम्वत 1738मा
जम्मा 225 वटा ग्रन्थ ठेलीको कार्य पूर्ण रूपमा सम्पन्न गरियो। ती ग्रन्थहरू बेइजिङ स्थित सम्राटको राजदरबारमा राख्नका लागि समर्पित गरिए र यसै कारण यसको नाम बेइजिङ तेन्ग्युर अथवा पेइजिङ तेन्ग्युर भनी नामकरण गरियो। धेजे काङ्ग्युरको काठमा मुद्रित संस्करण। काठमा मुद्रित धेगे काङ्ग्युरको संस्करण 13औं कालचक्रको 1729 ख्रिस्टाब्द। 13औं कालचक्रको फलामे भेडा वर्ष अर्थात् इस्वी सम्वत 1251मा ढोगन छोइग्याल फाक्पाको आदेशअनुसार श्री शाक्यको बिहार मठमा काङ्ग्युरको एउटा नयाँ स्वर्णलेखित संस्करण तयार गरियो। यसमा जम्मा 115 वटा पोथी अथवा ठेली ग्रन्थखण्ड रहेका थिए। यस काङ्ग्युरलाई ढोगन छोइग्याल फाक्पा द्वारा लेखिएको काङ्ग्युर भनी प्रसिद्ध भयो। धेगे काठमा मुद्रित धेगे तेन्ग्युरको संस्करण 1737। तिब्बती राब्जुङको 12औं चक्रको अग्नि मादा सर्प वर्ष अर्थात् इस्वी सम्वत 1737मा खामको देगे राज्यका राजवंशका 42औं पुस्ताका धर्मराजा तेन्पा छिरिङले संरक्षक तथा दाता प्रायोजकको भूमिका निर्वाह गर्दै यस ग्रन्थलाई काठका छापाखाना ब्लकमा कुद्ने कार्य प्रारम्भ गराए। न्योर्छेनका 30औं गद्दीधारी जाम्याङ टासी ह्लुन्डुपले काङ्ग्युरको अभिप्रायको व्याख्या गर्ने शास्त्र तथा अनुवादित ग्रन्थहरूलाई काठको छापमा तयार गर्ने आग्रह गरे अनुसार यो कार्य अघि बढाइएको थियो। करिब 7 वटा ग्रन्थखण्ड तयार भइसकेको अवस्थामा धर्मराजाको निधन भयो। तर उहाँको पुत्र संयम र परिश्रममा दृढ तथा राजाको सदृश आचरण भएका गुरु कुन्गा ठिन्ले ग्याछोले काठका छाप बनाउने कार्यलाई निरन्तर दिई अन्तिमसम्म पुर्याउनु भयो। 12औं रब्जुङको काठे मुसा वर्ष अर्थात् इस्वी सम्वत 1744मा 7 वर्षको अवधिमा सम्पादन तथा शुद्धि परीक्षणसहित जम्मा 209 वटा ग्रन्थखण्ड ठेली सफलतापूर्वक पुरा भएपछि विभिन्न विभागका थप ग्रन्थखण्डहरू पा, दो, नो, पो, तो तथा श्री नामक विषयसूची समेत पुनः काठमा कुदेर यस तेन्ग्युरमा थप गरियो। यसरी कुल ग्रन्थखण्डको सङ्ख्या 213 पुग्यो। यस तेन्ग्युरको मूल आधार यस तेन्ग्युरको मूल प्रतिलिपि तथा आधार विभिन्न महत्त्वपूर्ण संस्करणहरूको तुलना र सम्पादनबाट तयार गरिएको थियो। पहिलो ढुङ्गन छो फाक्पाका शिष्यको रूपमा प्रसिद्ध घाङेन धाम्पा जसलाई आङ्गेन पाक्छी पनि भनिन्छ, उहाँले सालु संस्करणलाई आधार बनाएर तयार गरेको तेन्ग्युरलाई एउटा प्रमुख आधारको रूपमा लिइएको थियो। दोस्रो सितुछोकी जुङ्नेले छैठो साम्मर छोडाकले तयार गरेको संस्करणलाई आधार बनाएर लेखेको हस्तलिखित पाण्डुलिपि तेन्ग्युरलाई पनि तुलना गरिएको थियो। तेस्रो विभिन्न कर्मपा नाछोक कर्मपा परम्पराका क्रमिक आचार्यहरूको साधनाका लागि प्रयोग हुने आधारका रूपमा रहेको तथा धर्मराज तेन्पा छिरिङलाई प्रदान गरिएको तेन्ग्युरलाई पनि समावेश गरिएको थियो। चौथो स्वयं धर्मराजले गाढा नीलो कागजमा चाँदीको मसीले लेखेर तयार गराएको तेन्ग्युरलाई पनि तुलना तथा सम्पादन गरिएको थियो। यी विभिन्न संस्करण तथा हस्तलिखित प्रतिहरूलाई एक अर्कासँग तुलना गरी शुद्ध परीक्षण तथा सम्पादन गरेपछि अन्ततः काठका छापमा कुँदेर मुद्रण योग्य बनाइएको थियो। यस तेन्ग्युरको महासम्पादक मुख्य शुद्धि परीक्षकको कार्य विद्वान छुल्टिम रिन्छेनले गर्नुभएको थियो। उहाँले यस तेन्ग्युरको अत्यन्त विस्तृत विषयसूची द कारछ्याक समेत नयाँ रूपमा तयार गर्नुभएको थियो। नार्थाङ तेन्ग्युरको काठे छाप माननीय फो लावा सोनाम तोप्ग्यालले संरक्षण तथा दाताको भूमिका निर्वाह गर्दै तिब्बती रब्जुङको 12औं चक्रको फलामे
कुखुरा वर्ष अर्थात् इस्वी सम्वत 1741 को होर महिनाको तेस्रो महिनाको 27औं दिन यस तेङ्गिरको काठका छाप बनाउने कार्य प्रारम्भ गराए। त्यसपछि जलकुकुर वर्षको होर महिनाको 10औं महिनाको 25औं दिन अर्थात् तारिख तिथिमा जम्मा 1 वर्ष 7 महिनाको अवधिमा यो कार्य पूर्ण रूपमा सम्पन्न गरियो। यस तेङ्गिरमा जम्मा 225 वटा ग्रन्थखण्ड पोथी अथवा ठेली रहेका छन्। यसको पहिलो मुद्रित प्रति परम पावन सातौं दलाई लामा कालसाङ ग्याछो जो देवता तथा मानवका महान मार्गदर्शक हुनुहुन्थ्यो उहाँलाई अर्पण गरिएको थियो। यस तेङ्गिरका काठका छापहरू नार्थाङ गुम्बामा सुरक्षित राखिएका थिए, तर सांस्कृतिक क्रान्तिको अशान्तिपूर्ण समयमा तीमध्ये धेरै काठका छापहरू नष्ट तथा क्षतिग्रस्त भए। पछि नार्थाङ तेङ्गिरको मुद्रित संस्करणलाई आधार बनाएर नष्ट भएका काठका छापहरूलाई पुनः नयाँ रूपमा कुँदेर तयार गरिएको छ। चोने तेङ्गिरको काठे छाप। चोनेका शासक जाम्याङ नर्बुकी रानी रिन्छेन पाल्जोम तथा उहाँको पुत्र चोनेका 14औं शासक तेन्सुङ छेरिङ माता पुत्र दुवैले संरक्षण तथा दाताको भूमिका निर्वाह गर्दै यस तेङ्गिरको कार्य प्रारम्भ गराए। तिब्बती राब्जुङको 13औं चक्रको जल मादा कुखुरा वर्ष अर्थात् इस्वी सम्वत 1753मा यसको सुरुवात भयो। त्यसपछि जलमादा ड्रागन वर्ष मेघ वर्ष अर्थात् इस्वी सम्वत 1772 सम्म जम्मा 20 वर्ष लगाएर ठुलो परिश्रम र लगनका साथ यसलाई काठका छापमा कुँदेर पूर्ण रूपमा तयार गरियो। यस तेङ्गिरको मूल आधार देगे तेङ्गिरलाई बनाइएको थियो। यो कुरा जाम्याङको दोस्रो अवतार कुन्गा टुल्कु अथवा दोस्रो निर्माणकाया कुन्गा छोगी जिग्मे वाङपोले जलमादा सर्प वर्ष अर्थात् इस्वी सम्वत 1773मा तयार गर्नुभएको विस्तृत विषयसूची कार्छकमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। खुरे काँग्युरको काठे छाप। 20औं शताब्दीको प्रारम्भतिर बाह्य मङ्गोलियाको ताखुरेको महान धार्मिक केन्द्र गुम्बामा देगे काँग्युरको मुद्रित संस्करणलाई आधार बनाएर ताखुरे काँग्युरको नयाँ मुद्रण संस्करण तयार गरियो। काँग्युर पनि देगे काँग्युरसँग लगभग समान रूपमा 103 वटा ग्रन्थ खण्ड ठेलीको पूर्ण सङ्ग्रहका रूपमा रहेको छ। उक्त काँग्युर अहिले ताखुरे गुम्बामा पवित्र धर्मग्रन्थ तथा शिक्षाको प्रमुख आधार धार्मिक सम्पदाका रूपमा सुरक्षित राखिएको छ। ल्हासा काँग्युरको काठे मुद्रण संस्करण। इस्वी सम्वत 1920 देखि 1934 सम्म परम पावन 13औं दलाई लामा थुप्तेन ग्याछो तथा श्रद्धेय ढिगुङ घोचोक टुल्कु यी दुई महान व्यक्तित्वको पहलमा नार्थाङ संस्करण ग्याल्सेको थ्याम्पाङ संस्करण देगे काँग्युर आदि विश्वसनीय मूल प्रतिहरूलाई आधार बनाएर ल्हासामा काँग्युरको नयाँ काठे छाप संस्करण तयार गर्ने कार्य सुरु गरिएको थियो। तर केही समयपछि परमपावन 13औं दलाई लामा र घोचोक टुल्कु दुवैको क्रमश निधन भएपछि काठका छाप तयार गर्ने कार्य बिचमै रोकियो र अधुरो रहन गयो। पछि रेतेङ रिम्पोछे रिजेन्सी तथा परम पावनका भाइ कुन्गा वाङचुक जो राज्यका मन्त्री हुनुहुन्थ्यो, यी दुईजनाले बाँकी कार्यलाई निरन्तरता दिनुभयो। यसैको फलस्वरूप तिब्बती राब्जुङको 16औं चक्रको काठे कुकुर वर्ष अर्थात् इस्वी सम्वत 1934मा काँग्युरका करिब 100 वटा ग्रन्थ खण्ड भएको ठेली भएको पूर्ण मुद्रण संस्करण सफलतापूर्वक तयार भयो। यो मुद्रण संस्करण पोतला दरबारको आसपास सोल स्थित घाङछेन फेन्दे घोचोक लिङमा सुरक्षित राखिएको थियो। त्यसैले यो संस्करणलाई सामान्यतया ल्हासा संस्करण वा सोल संस्करण भनेर चिनिन्छ। यस काँग्युरको शुद्धि परीक्षण तथा सम्पादन कार्यमा ताकड्राक टुल्कु घेसे सेरप लगायत धेरै विद्वान तथा धार्मिक आचार्यहरूले अत्यन्त सावधानीपूर्वक सम्पादन र शुद्धि परीक्षण गर्नुभएको थियो। यो नै थियो हाम्रो तिब्बती
बौद्ध धर्मीय काङ्ग्युर अथवा बुद्ध वचनको इतिहास। धन्यवाद।